यस वर्ष नेपाली फिल्मले कुल 1 अर्ब 8 करोड रुपियाँ माथिको व्यापार गरेका छन्। वर्ष 2082 मा प्रदर्शनमा आएका 56 फिल्मले कुल 1 अर्ब 8 करोड 38 लाख 57,910 रुपियाँ बराबरको व्यापार गरेका हुन्। उक्त व्यापार हुँदा फिल्मको कुल 37 लाख 81,544 वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले जनाएको छ। यस वर्ष सर्वाधिक कमाउने फिल्मका रूपमा दीपक आचार्य निर्देशित परान छ। यो फिल्मले नेपालमा 17 करोड 76 लाख 84 हजार रुपियाँ ग्रस कमाएको छ। फिल्मको 6,30,691 टिकट बिक्री भएका छन्। दोस्रो सर्वाधिक कमाउनेमा चन्द्रपन्त निर्देशित फिल्म आबाट आमा रहेको छ। यो फिल्मले 13 करोड 13 लाख 78 हजार 520 रुपियाँ ग्रस कमाएको छ। यो फिल्मले 5 लाख 4 हजार 329 वटा टिकट बिक्री गरेको छ। त्यसै गरी तेस्रो सर्वाधिक कमाउनेमा सुयोग गुरुङ निर्देशित जेरी अनटप रहेको छ। फिल्मले 12 करोड 28 लाख 84 हजार ग्रस कमाएको छ। यस फिल्मको कुल 3 लाख 96 हजार 597 वटा टिकट बिक्री भएका छन्। चौथो सर्वाधिक कमाउनेमा नवीन चौहान निर्देशित उनको स्वेटर छ। फिल्मले 11 करोड 41 लाख 92 हजार 195 रुपियाँ कमाएको छ। फिल्मको टिकट बिक्री संख्या 3 लाख 92 हजार 243 छ। यस वर्ष 4 वटा नेपाली फिल्मले 10 करोड रुपियाँको आँकडा पार गरेका छन्। सर्वाधिक कमाउनेमा 5औं नम्बरमा उपेन्द्र सुब्बा निर्देशित फिल्म जारी 2 छ। यो फिल्मले 6 करोड 24 लाख 17 हजार 553 रुपियाँ कमाएको छ। फिल्म आबाट आमा अझै हलमा प्रदर्शनरत छ भने आगामी शुक्रबार फिल्म राम नाम सत्य प्रदर्शन तयारीमा छ।